नारायण भगवान् तिमी छोरी नयाँ वर्षको शुभकामना भन्नुभयो बालाई गल्ल बसेर बाले कान सुन्दैनन् कानमा भन्नु पर्ने खुट्टो ल्याऊ नारायण ल भन अब ठुलो भगवान् ल बाबाले लगाइदिनु पर्यो खै दुइटाहरू टक्क लगाइदिएछ बाबाले बाबाले भने चाहिँ मार्न पर्यो क्या जसले भने नि है माने भन्नु ल खोकी बिसोस् भन न छोरी खोकी बिसोस् सबै बिसोस् घाँटी नखसाओस् घर बसिरहनु मन लागोस् आमालाई नभुत्लाओस् कसैलाई नपिरोस् छोरीलाई नयाँ वर्षको शुभकामना घर बसिरहनु अनि ट्याक्क लाएर नयाँ वर्षको शुभकामना ल छोरी ल खोकी लाएर ल ल पैसाहरू लिएर ल ल ल कति कति होइन अहिले नजाऊ अहिले घरै आउँछ